किन मैले आज दाउरामा खाना पकाउँदैछु साथीहरू। अनि त्यही पनि बिना तेलको तरकारी पकाउन लगाएको छु। ग्यास सकिएर साथीहरू हेर्नु न, आगो बाल्न कति दुःख भएको छ। अनि आगो पनि बल्दैन छिटो, ग्यास सकिएर कति दुःख भएको छ। ग्यास पनि कति महँगो भएको छ, आउँदै आउँदैन। हाम्रो यतातिर चाहिँ हजुरतिर पाउनु भएको छ कि भएको छैन ग्यास, हाम्रो यतातिर पाएकै छैन। अनि आएको थियो अरे, ग्यास चाहिँ आएको थियो, धेरै आएको थिएन। अनि गएको त अनि मान्छेहरूले लगिसकेको थिएन, अनि 2-3 त बाँकी थियो, अनि अरूको लागि चाहिँ राखेको थिएन। अनि ग्यास पनि हजुरतिर कति छ साथीहरू, हाम्रोतिर त 2100 भन्छन्, नेटमा हेर्दाखेरि भन्छन् के अरे 2060 भन्छन् के अरे। खोइ के हो बुझ्नै नसकेको म त। अनि अब के गर्नु, जति महँगो भए पनि लिनै पर्यो होइन त। अनि साथीहरू, अनि त्यही भएर चाहिँ मैले पैसा छोडेर आइसकेको छु। अनि त्यही भएर 1 हप्ता भइसक्यो मैले चुलामा खाना पकाइरहेको छु। अनि मैले चाहिँ पकाइरहेको छु, फर्सीको मुन्टा आलु हालेर झोल बनाएर। अनि मैले चाहिँ बिना तेलको पकाएको छु। अनि यहाँ चाहिँ मैले अरान हालेर, अनि यहाँ चाहिँ लेदोको लागि मैले चाहिँ अब अरान हाल्दैछु साथीहरू। बिना तेलको पनि कस्तो मिठो हुन्छ यो, हजुरहरूले खानुभएको छ कि एकचोटि ट्राई गर्नु होला साथीहरू। अनि मेरो चाहिँ अब तरकारी पनि पाकेर रेडी हुन्छ। अनि झान्न मन लाग्यो झानिदिनु, अब झान्न मन छैन भने नझानिनु हुन्छ, त्यसै पनि मिठो हुन्छ। अनि मैले त्यही पनि झानिदिएँ। अनि लसुन हालेँ, लसुन फुराएँ, अनि त्यसपछि झानिदिएँ साथीहरू। कस्तो मिठो भएको थियो, मलाई त मनपर्छ। हजुरहरूले कसरी पकाएर खानुहुन्छ। अनि कस्तो यति बेला चाहिँ लाइट मेरो गइसकेको थियो नि त, अनि बेसरी तात्दै थियो मोबाइल, अनि त्यही भएर म चाहिँ खाना